ल साथीहरु गाडी फसेको अवस्था चोमनथाङ जान्छ गाडी ओहो जाला र चलो आमामा एउटा चाहिँ खतरै पऱ्यो त बाटो ल त्यस्तो छ साथीहरु हेर्नुस् बाटो बीच बाटोमा गाडी बिग्रेर बसेको थियो बाइकलाई त साइडबाट निकाल्यो ट्रक लाएर अब यो यहाँबाट अब धेरै 4 किलोमिटर चाहिँ छ होला चोमनथाङ पुग्नलाई आमायाङ्ग्री बाटो पुरा अफरोड छ बीचमा बाटो गाडी बिग्रिएको देखिहाल्नुभयो बाटो यही हो यही नै हो आमायाङ्ग्रीको बाटो यही हो साथीहरु आमायाङ्ग्रीको बाटो यही हो डाङडुङ 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 तर अघि त्यो गाडी बिग्रेको भन्दा तलपट्टि मैले टक्क कालिज देखेँ भालेपोती दुइटै टक्क लाएर त्यो पनि खुसी लाग्यो अनि एउटा के भन्छ त्यो बाँदरको सेतो बाँदर नि टाउको कालो कालो भएको अस्ति रसुवा जाँदाखेरि नि त्यस्तै बाँदर देखाएको थिएँ कस्तो नामै बिर्सेँ मैले अहिले सम्झिन्छु लङ्गुर 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 भनेको चाहिँ हिन्दीमा बाँदर भयो अरे त्यही हो घेडो घेडो बाँदर पनि होइन त्यो बाँदर पनि यहाँ देखियो र लामटाङ भनेपछि लगभग यो वरिपरि चाहिँ सायद रसुवा पनि अब लामटाङ राष्ट्रिय निकुञ्ज नै हो होइन त्यही हिसाबले अब यिनीहरू भित्रका यो बन्ने जन्तुहरू चाहिँ यतातिर घुम्ने होला क्या यो पनि लामटाङै हो तर वे मात्र फरक हो यो पनि लामटाङ राष्ट्रिय निकुञ्ज नै हो बाटो त यस्तो छ राष्ट्रिय निकुञ्जले बाटो बनाउँछ कि त्यो थाहा छैन बनायो भने राम्रो हुन्थ्यो तर रसुवाको त बाटो राम्रो छ गजबबाट टेन्सनै छैन यहाँ कुनै केही वर्षमा बाटो बन्ला त्यही हो ल यही हो जङ्गलको बाटो हो होइन हामी आउँदा चाहिँ अलिकता ढिला भयो तर तपाईँहरू चाहिँ यहाँ चाहिँ अब आमायाङ्ग्री आउँदाखेरि चाहिँ बिहान 6 बजे आउँदाखेरि चाहिँ एकदम राम्रो हुन्छ हामीलाई सजिलो होइन बिचमा केही भयो भने पनि नो टेन्सन तर अहिले बाइक तान्न छोड्यो चिसोले हो कि तातेर हो तान्नै छोड्यो त यो हो नि त बाटो अफरोड बाटो यस्तै हो यस्तै बाटोमा चढ्नु मजा आउँछ फेरि ड्राइभ गर्नु मजा आउँछ हो बाटो हेर्नुहोस् भइहाल्छ बाटो एउटा राम्रो छ नराम्रो छ भन्थ्यो यो चाहिँ नराम्रो बाटो हो के हो पनि हाँकिदिएको छ ढिङकडाङ यतिको त बाइक भइहाल्छ नि टेन्सन
हालै भएन नि बाइक चाहिँ एक्सल टाइपको बाइक चाहिँ यो ठाउँको लागि गजब हुन्छ ल तर राष्ट्रिय निकुञ्जले जङ्गलभित्र चाहिँ पिच गर्न मिल्दैन भने जस्तो लागेको छ त्यो तिनीहरूको नियमअनुसार चाहिँ होइन त्यहाँभित्रका वन्यजन्तुहरूलाई चाहिँ असर पर्छ भनेर भन्थ्यो त्यही भएर सायद यो राष्ट्रिय निकुञ्जभित्र चाहिँ पिच नबनाएको जस्तो लाग्छ मलाई चाहिँ किनभने जङ्गलमा घुम्ने वन्यजन्तुहरू डिस्टर्ब हुन्छ नि त त्यही भएर होला अँध्यारो पनि भयो अब माथि माथि हुस्सु पनि लाग्यो किन अब कार्तिक महिना 5:30 बजीतिर त अँध्यारै हुन्छ होइन 5:15 भयो अलिकति हुस्सुको अनुभव यहाँ गर्न पाएँ त्यति नै हो आऊ बिस्तारै केटा बिस्तारै हतार नगर बिस्तारै पुगिहाल्छ अब त लगौलो आइसक्यो नि एउटा मैले आफैले सम्झाएको यो चाहिँ आउनु त म यहाँ आमा यहाँखेरि 16 आयो होइन तर तलपट्टि त्यो पुरै ढुङ्गा भएकोमा चाहिँ साथीहरू भेट्यो 7 जना दुईवटा बाइकमा साथीहरू भेट्यो एउटा साथी चाहिँ तुफान कुदेर पुगिसक्यो होला अहिले त होइन ऊ त पहिला पनि आइसकेको छ यस्तो कुदाउने कि भेट्दैन छ नि उसलाई त अनि म चाहिँ बिचमा छु अनि मेरो पछाडि चाहिँ एउटा साथी हुनुहुन्छ आऊ आफै चाहिँ ल माता मरि हैट बच्चो धीरे